गुड मर्निङ टु यु अल। आजको हाम्रो टपिक रहेको छ P2P आर्किटेक्चर इन डाटाबेस म्यानेजमेन्ट सिस्टम होइन। डाटाबेस म्यानेजमेन्ट सिस्टममा P2P आर्किटेक्चर होइन। P2P आर्किटेक्चर भनेको के हो भन्नुपर्दाखेरि मल्टिपल कम्प्युटर्सहरू एक आपसमा के हुन्छ त इन्टिग्रेट भएर चाहिँ बसेको हुन्छ हैन। इन्टिग्रेट भएर बसेको हुन्छ। जस्तैमा एउटा यहाँ कम्प्युटर छ, अर्को कम्प्युटर, मल्टिपल कम्प्युटर, एउटा कम्प्युटर हैन। यो कम्प्युटरले यसलाई पनि एक्सेस गर्छ, यसको डाटालाई पनि एक्सेस गर्न सक्छ, यो कम्प्युटरले यसको डाटालाई पनि एक्सेस गर्न सक्छ, यो कम्प्युटरले यसको डाटालाई नि यसको डाटालाई नि। त्यस्तै गरी यो कम्प्युटरले योसँग कम्युनिकेट गर्न सक्छ, योसँग पनि। फेरि यो कम्प्युटरले यसरी कम्युनिकेट गर्छ। यसरी चाहिँ P2P आर्किटेक्चरको हामी डिजाइन बनाउन सकिन्छ हैन। भनेको हरेक कम्प्युटरले एक आपसमा चाहिँ के हुन्छ त पेयर भएर कनेक्ट भएको हुन्छ हैन। यो कम्प्युटरलाई चाहिँ यो कम्प्युटरको डाटालाई एक्सेस गर्नु पर्यो भने हैन, यो कम्प्युटरले चाहिँ 1 नम्बर कम्प्युटर 1 2 3 4 5 यदि 1 नम्बरको कम्प्युटरले 4 नम्बरको कम्प्युटरसँग कम्युनिकेट गर्नु पर्यो भने यो कम्प्युटरले डाइरेक्टली के हुन सक्छ त कनेक्ट गर्न सक्छ हैन। डाइरेक्ट के गर्न सक्छ त भन्दाखेरि कम्युनिकेट गर्न सक्दछ डाइरेक्टली हैन। सो भन्नुको अर्थ के हो भन्दाखेरि यो कम्प्युटरले पनि क्लाइन्ट र सर्भर रूपमा काम गर्न सक्छ। क्लाइन्ट र सर्भर हरेक कम्प्युटरले चाहिँ क्लाइन्ट र सर्भरको रूपमा काम गर्दछ। क्लाइन्ट र सर्भरको रूपमा हरेक कम्प्युटरले क्लाइन्ट सर्भर हरेक कम्प्युटरले। अब तपाईहरुको मनमा एउटा जिज्ञासा आउन सक्छ हैन। जिज्ञासा के आउन सक्छ, यो हरेक कम्प्युटरले कसरी क्लाइन्ट र सर्भरको रूपमा काम गर्न सक्छ भन्दाखेरि हेर्नुहोस् है त। यदि यो कम्प्युटरलाई यो कम्प्युटरसँग कुनै डाटा एक्सेस गर्नु पर्यो भने यो कम्प्युटरसँग त्यो डाटा हुन्छ हैन। यो कम्प्युटरले चाहिँ यसलाई चाहिँ के गर्छ त रिस्पोन्स गर्छ। यसले रिक्वेस्ट गर्यो यो कम्प्युटरलाई, यसले के गर्यो त रिस्पोन्स गर्यो भने चाहिँ यसले रिक्वेस्ट गर्दाखेरि चाहिँ यो के भयो त क्लाइन्ट भयो हैन। र रिस्पोन्स गर्ने कम्प्युटर को भयो त सर्भर भयो। त्यस्तै गरी यो कम्प्युटरलाई चाहिँ यो कम्प्युटरसँग कम्युनिकेट गर्नु पर्यो भने यो कम्प्युटर के भयो त सर्भर भयो र यो कम्प्युटर के भयो त क्लाइन्ट भयो। यसरी नै हरेक कम्प्युटर चाहिँ एक आपसमा के गर्छ त भन्दाखेरि मिलिजुली चाहिँ काम गर्दछ। यसको एडभान्टेज भन्नुपर्दाखेरि लोड ब्यालेन्सिङ सबभन्दा ठुलो कुरा लोड ब्यालेन्सिङ भयो हैन। एउटा फल्ट टोलरेन्स लोड ब्यालेन्सिङ कसरी र फल्ट टोलरेन्स यदि यो कम्प्युटरले काम गर्न सकेन भने अर्को कम्प्युटरले के गर्छ त हरेक टास्कहरू चाहिँ कम्प्लिट गर्न सकेन भने आफ्नो टास्कलाई के गर्दछ भन्दाखेरि अर्को कम्प्युटरलाई दिने गर्छ हैन। फेरि यो कम्प्युटरले त्यो टास्कलाई के गर्छ त एउटा नाइबरको रूपमा हेल्प गर्छ, छिमेकी रूपमा हेल्प गर्दछ हैन। फल्ट टोलरेन्स भन्नुपर्दाखेरि यदि यो कम्प्युटर नै काम गर्न छोड्यो है भने यो कम्प्युटरलाई चाहिँ के गर्ने त पियर टु पियरबाट चाहिँ के गर्ने त हटाइदिने र यो चारवटा कम्प्युटरलाई मात्रै के गर्ने त एक आपसमा चाहिँ कम्युनिकेट गराउने हैन। त्यो भने के भयो त फल्ट टोलरेन्स भयो हैन। अर्को एडभान्टेज स्केलेबिलिटी भनेको के हो भन्दाखेरि यो कम्प्युटरमा हामीलाई यदि लोड ब्यालेन्स बढी भयो, लोड धेरै भयो भने यो कम्प्युटरमा चाहिँ हामीले के गर्न सक्छौँ एउटा अझै कम्प्युटर के गर्न सक्छौँ एड गर्न सक्छौँ हैन। लोड ब्यालेन्स स्केलेबिलिटी भनेको त्यो भयो हैन। अब यसको डिसएडभान्टेज भन्नुपर्दाखेरि हैन, डिसएडभान्टेजमा के भयो भने यदि कन्फिगरेसनै मिस्टेक भयो भने के भयो त हरेक कम्प्युटरले चाहिँ काम मतलब
इनपुटको आधारमा चाहिँ आउटपुट दिँदैन। अर्को डिसएडभान्टेज भन्नुपर्दाखेरि कम्प्लेक्स भयो नि त होइन र, हरेक कम्प्युटरको कन्फिगरेसन गर्नलाई त कम्प्लेक्स डिजाइन त कम्प्लेक्स त भइहाल्छ नि होइन र, कम्प्लेक्स हुन्छ है।